हातै पर्दैन हानौ त उल्टे एकछिनमा अब एकछिन सुरु भयो एकछिनमा न देब्रे हात कता कुट्नु मैले ले त्यसरी हो कसरी नआओस् है दाइ अनुहार आए पनि केही हुँदैन हेन्समहरुको केही हुँदैन यो केटा सम्झिनु होला काहीँ यस्तो काम पर्छ भन्नु बरु भाइको नम्बर पनि राख्दिउँ ल हो त नि हेर्न तिन आनी केटा ढाक 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 यसरी उखाउनु पर्ने रहेछ डल्लो चाहिँ ठिक हुन्छ क्या फोड्न ल 20 रुपैयाँ कमाएको त भाइले ओए दुईटा चुरोडले आँखामा त हान्दैन क्या एउटा डल्लो पनि फोरौँ त डल्लो त फोर्नै मिलेन यहाँ फोरेको राख्छ चिरेर रहेछ अब मैले पनि गाउँलेलाई थाहा पाएँ आफै बनाउनु सक्ने रहेछु चित्र बन्न आउँछ भने त सक्छु बन्नु चाहँदैन तर सिक्ने हो नि कुदेला आउँछ सिकै त फेरि अनि यो सबै यस्तो बनायो यो चिर्नै गरेन डल्लै हान्ने हो क्या डल्लो ठिक हुन्छ झर्याम कि झर्याम डल्लै सजिलो है सुमाउने किन बोकेर राख्नु परेन नि त तर उही हो या टाइम त अनि चुया खेलाएर त डोको बन्ने हो माथिको बाख्रा खोइ बनाउन चाहिँ